यो सेकेन्ड फाइट हो मिराब र पिटरको बिचमा, राइट। एन्ड युएफसी 323 को अर्ली प्रेडिक्सन है त। अब यो फाइट कस्तो छ भन्दा यो फाइट योभन्दा अघिल्लो फाइट जुन जेडिएम भर्सेस इस्लाम माकाचेभको थियो त्यति स्ट्याक्ड नभए पनि देयर आर गुड फाइटर यु नो। एन्ड दुईवटा टाइटल चाहिँ यसमा लाइनमा छ, एउटा चाहिँ ब्यान्टम वेटको, अर्को भनेको चाहिँ फ्लाइ वेटको। यो चाहिँ 2025 सालको चाहिँ अन्तिम फाइट कार्ड हो होइन, र यसमा राम्रो राम्रो फाइटहरू पनि छ। सो आई विल गिभ इट 7 आउट अफ 10 यो फाइट कार्डलाई चाहिँ होइन। र यसमा दुईजना च्याम्पियनले चाहिँ आफ्नो टाइटल डिफेन्ड गर्दैछ। फर्स्ट इज मिराब, जसले चाहिँ आफ्नो ब्यान्टम वेट च्याम्पियनसिपलाई चाहिँ उसले डिफेन्ड गरिरहेको छ। कसको एगेन्स्टमा त भन्दाखेरि पिटर यानको एगेन्स्ट, राइट। पिटर यान चाहिँ नम्बर 3 कन्टेन्डर हो ब्यान्टम वेट टाइटल बाउटमा। अनि त्यसै गरेर फ्लाइवेट च्याम्पियन अलेक्जेन्डर प्यान्टोजाले पनि उसको टाइटललाई डिफेन्ड गर्दैछ। कसको एगेन्स्टमा त भन्दाखेरि जोसुआ ब्यानको एगेन्स्टमा, जो चाहिँ नम्बर 1 कन्टेन्डर हो फ्लाइवेट डिभिजनको होइन। अब दुईटा टाइटल चाहिँ एउटै कार्डमा चाहिँ लाइनमा छ होइन। सो त्यो कारणले पनि अब यसो हुन्छ नि त, च्याम्पियनसिप फाइट छ भने अभियसली कार्ड राम्रो बन्छ नै है, यही नै हो। यो चाहिँ मेन इभेन्ट हो यो कार्डको है त, मिराब भर्सेस पिटर यान। अनि मिराबको चाहिँ रेकर्ड हेर्दाखेरि चाहिँ 21 विन 4वटा लस। उसको चाहिँ सुरुको युएफसी डेब्युट फाइटमा चाहिँ उसले लस गरेको थियो 2टा। अनि त्यसपछि चाहिँ हि इज काइन्ड अनडिफिटेड होइन युएससीमा। अनि पिटर यानको चाहिँ उसले चाहिँ मिराबसँग नि हारेको छ, सन ओम्यालीसँग नि हारेकै छ होइन। यसमा चाहिँ सुरुमा भर्खरै अक्टोबर 4 मा चाहिँ कोरी स्यान्डिगनसँग चाहिँ उसले युनानिमस डिसिजनले चाहिँ उसले जितेको थियो होइन। अनि सन ओम्यालीसँग चाहिँ सबमिसनमा जित्यो र फर्स्ट फाइटमा चाहिँ उसले फुल 5 राउन्ड चाहिँ डोमिनेट गरेर जितेको थियो सन ओम्यालीसँग। अनि उमार नुरमागोमेडोभसँग पनि त्यस्तै हो, अगाडिको 3टा राउन्ड चाहिँ काइन्ड यताउता कम्पिटेटिभ, बट लास्टको 2टा राउन्ड चाहिँ फुल्ली डोमिनेट बाइ दि मिराब यु नो। उमार जस्तो रेस्लिङ ब्याकग्राउन्ड भएकोलाई पनि उसले लास्ट 2 राउन्डमा त रेस्लिङ पनि ओभरकम गरिदिएको थियो क्या। होइन उसको चाहिँ मिराबसँग भएको फाइटमा चाहिँ अभियसली थाहा छँदैछ फुल्ली डोमिनेट गरिदिएको मिराबले होइन। अनि भर्खरको फाइट चाहिँ मेग्नीसँग चाहिँ कस्तो भयो भन्दाखेरि उसले चाहिँ सबमिसन हान्न खोजेकै हो पिटर यानले, तर मेग्नीले चाहिँ डिफेन्ड चाहिँ गरेकै हो र उसको लास्ट 6वटा फाइट चाहिँ यहाँ छ। यो चाहिँ पहिलो फाइटको चाहिँ ब्रेकडाउन है पिटर यान र मिराबको। अब पहिलो र दोस्रो फाइटमा कम्पेयर गर्दाखेरि पहिलो फाइटमा त पुरै 5का 5 राउन्ड उसले डोमिनेट गरे है मिराबले। अब दोस्रो फाइटमा पनि मलाई जहाँसम्म लाग्छ त्यस्तै त्यस्तै हुन्छ मेरो विचारमा चाहिँ। किन भन्दा यो 2 वर्ष भइसक्यो होइन यो फाइट भएको, तर दुवैले इम्प्रुभ गरेको छ क्या होइन। पिटर यानले नि गरेको छ, उसले मिराबले नि गरे। मिराबले त जनमा 3-3वटा फाइट चाहिँ टाइटल डिफेन्स गरेर पनि फुल डोमिनेटका साथ फेरि त्यस्तो भनेपछि चाहिँ यो सेकेन्ड फाइट पनि उस्तै जान्छ जस्तो चाहिँ मलाई लाग्छ। कि त 4वटा राउन्ड जित्छ मिराबले, कि त 5का 5 राउन्ड जितेर चाहिँ फुल डोमिनेन्टका साथ उसले चाहिँ एउटा स्ट्याटस बनाउँछ। र मेरो फाइनल प्रेडिक्सन भनेको चाहिँ मिराब बाई युनानिमस डिसिजन विन।